नमस्ते, स्वागत छ साथीहरू। महाभारत ग्रन्थमा खाना खाँदा मानिसलाई केही धेरै महत्त्वपूर्ण नियमहरू बताइएको छ। यदि कुनै व्यक्तिले यी नियमहरू पालन गरेर खाना खान्छ भने उसलाई स्वास्थ्यसँगै सुख, समृद्धि र वैभव प्राप्त हुन्छ। शास्त्रहरूमा उल्लेख गरिएका यी नियमहरू वैज्ञानिक दृष्टिकोणबाट पनि पूर्ण छन्। यसरी भोजन गर्नाले व्यक्तिलाई सधैँ देवी देवताको आशीर्वाद प्राप्त हुन्छ। खाना खानु अघि हात, खुट्टा र मुख राम्ररी धुनुपर्छ र त्यसपछि खाना खानुपर्छ। खाना खानु अघि अन्नपूर्ण माता र अन्य देवी देवताहरूको प्रशंसा र धन्यवाद दिनुपर्छ र सबै भोका प्राणीहरूलाई खाना मिलोस् भनेर प्रार्थना गर्नुपर्छ। खाना पकाउने महिलाहरूले स्नान गरेर भान्सामा खाना पकाएर शुद्ध मनले मन्त्र जप गर्नुपर्छ। सबैभन्दा पहिले 3वटा रोटीहरू अलग्गै राख्नुपर्छ। एउटा गाईको लागि, एउटा कुकुरको लागि र एउटा कागको लागि। यसपछि अग्नि देवतालाई अन्नपण गरेपछि मात्र परिवारका सदस्यहरूलाई खाना खुवाउनु पर्छ। खाना सधैँ भान्सा वा भोजन कक्षमा बसेर खानुपर्छ र परिवारका सबै सदस्यहरूसँगै खाना खाने प्रयास गर्नुपर्छ। छुट्टा छुट्टै खाना खाँदा परिवारका सदस्यहरूबीच प्रेम र एकता कायम हुँदैन। खाना खाने उपयुक्त समय बिहान साँझ मानिन्छ, किनकि सूर्यको चाल अनुसार पाचन प्रक्रिया सबैभन्दा प्रभावकारी हुन्छ। एक पटक मात्र खाना खाने व्यक्तिलाई योगी भनिन्छ र 2 पटक खाना खाने व्यक्तिलाई भोगी भनिन्छ। खाना खाँदा दिशालाई पनि ध्यानमा राख्नु महत्त्वपूर्ण छ। खाना सधैँ पूर्व वा उत्तरतिर फर्केर खानुपर्छ। दक्षिण दिशातिर फर्केर खाना खाँदा भूत प्रेतको जन्म हुन्छ भने पश्चिम दिशातिर फर्केर खाना खाँदा रोगहरू बढ्छन्। खाना सधैँ उचित अवस्थामा खानुपर्छ। ओछ्यानमा बसेर हातमा समातेर भाँचिएको भाँडो वा फोहोर नजिकै खाना खान निषेध गरिएको छ। पिसाब फेर्ने वा दिसा गर्न मन लागेको बेला खाना खानु अनुपयुक्त मानिन्छ। सधैँ कोहल्ला भएको ठाउँमा खाना खानु हुँदैन। पिपल वा बरगदको रुखमुनि बसेर खाना खानु पनि हुँदैन। खानाको आलोचना गर्नु हुँदैन। उभिएर खाना खानु हुँदैन। जुत्ता लगाएर वा टाउको छोपेर खाना खानु पनि अनुचित मानिन्छ। खाना धेरै तातो वा चिसो हुनु हुँदैन। धेरै मसलेदार वा धेरै गुलियो खानेकुरा खानाबाट बस्नुपर्छ। कसैले खाएको वा बाँकी रहेको खाना खानु हुँदैन। खाना छोडेर उठेपछि फेरि खाना खानु अनुपयुक्त हुन्छ। जबरजस्ती खुवाएको खाना अस्वीकार गर्नु हुँदैन। जनावर वा कुकुरले छोएको खाना पनि खानु हुँदैन। महिनावारी भएको महिलाले दिएको खाना, श्राद्धको समयमा बाहिर निकालिएको बासी खाना, फुकेर चिसो पारिएको खाना र रौँ झरेको खाना पनि खानु हुँदैन। खाना खाँदा मौन बस्नुपर्छ र सकारात्मक कुरा मात्र बोल्नुपर्छ। खाना खाँदा कुनै पनि समयको बारेमा छलफल गर्नु हुँदैन। खाना राम्ररी चपाएर खानुपर्छ। खाना गुलियो, त्यसपछि नुनिलो र अन्तमा तितो खानाबाट सुरु गर्नुपर्छ। सन्तुलित मात्रामा खाना खाँदा व्यक्तिले लामो आयु, शक्ति, सुन्दरता र स्वस्थ सन्तान प्राप्त गर्छ। खाना खाएपछि तुरुन्तै पानी वा चिया पिउनु हुँदैन। खाना खाएपछि दौडिनु, घोडा चढ्नु, दिसा गर्नु वा लामो समयसम्म बस्नु अनुपयुक्त मानिन्छ। दिनभरि खाना खाएपछि हिँड्नुपर्छ र राति खाना खाएपछि 100 पाइला हिँड्नुपर्छ र त्यसपछि बायाँतिर सुत्नुपर्छ वा वज्रासनमा बस्नुपर्छ। यसले पाचन प्रणालीलाई स्वस्थ राख्छ। खाना खाएको 1 घन्टापछि दुध वा फलफुल खानु फाइदाजनक हुन्छ। भीष्म पितामहले अर्जुनलाई भने कि कसैको खुट्टाले छुने कुनै पनि थाल फ्याँकिदिनुपर्छ। खाना खाने क्रममा थालमा रौँ खस्यो भने त्यसलाई त्यहीँ छोड्नुपर्छ। यदि कसैले खाना खानु अघि थाली छोएको छ भने त्यसबाट खानु हुँदैन। यदि दाजुभाइ एउटै थालमा खाना खाएमा त्यसलाई अमृत बराबर मानिन्छ।
जसले परिवारमा धन स्वस्थ लक्ष्मीको वृद्धि गर्छ। श्रीमान र श्रीमतीले एउटै थालमा खाना खानु अनुचित मानिने भएकाले यसबाट बस्नुपर्छ। श्रीमानले खाना खाइसकेपछि मात्र श्रीमतीले खाना खानुपर्छ ताकि घरमा सुख र समृद्धि कायम रहोस्। महाभारतमा उल्लेख गरिएका यी नियमहरू पालन गर्नाले व्यक्तिलाई शारीरिक लाभ मात्र हुँदैन, मानसिक आध्यात्मिक शान्ति पनि प्राप्त हुन्छ। साथीहरू, हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो सुनेर? राम्रो लागे भिडियोलाई लाइक, सब्सक्राइब, सेयर गर्नुहोला र आफ्नो ख्याल राख्नुहोला।